आज इजरायलको समयअनुसार दिनको 3:30 बजे इरानले इजरायलमा भीषण मिसाइलहरू बर्सायो र मैले जुन एरियामा काम गर्छु इजरायलको हाइफा भन्ने सिटीमा यो एरियामा चाहिँ एउटा मिसाइल झरेर यसरी घरमा क्षति पुर्यायो र त्यहाँ चाहिँ 3 जना गम्भीर घाइते भए भने 14 जना चाहिँ सामान्य घाइते भए। म इजरायल आएको अहिले 12 वर्ष भयो। मैले यही एरियामा काम गर्छु। हरेक वर्ष जस्तो यहाँ बमबारी भइ नै रहन्थ्यो, तर यो भन्दा अगाडिका बमहरू चाहिँ यसरी तल झरेर क्षति पुर्याउँदैन थियो। माथि नै आइरन डमले ब्लास्ट गराउँथ्यो, तर यसचोटि चाहिँ एकैचोटि धेरै प्रहार गरेकोले गर्दा एक दुईवटा झर्दाखेरि पनि ठुलै क्षति पुर्याइरहेको छ। तर न्युजहरू हेर्दाखेरि चाहिँ इजरायल सबै सकियो भने जसरी आएको छ, तर केही चाहिँ झरेर क्षति भइरहेको छ। हिजो तेलअभिभ एरियामा अलिकति फोकस गरेको थियो र त्यहाँ हस्पिटलमा पनि आक्रमण गरेको थियो, त्यहाँ पनि केही क्षति भएको थियो भने आज हाइफा र बेरसेवामा मिसाइल झरेका थिए, तर बेरसेवामा चाहिँ खाली ठाउँमा झरेकोले गर्दा त्यहाँ त्यस्तो केही पनि घटना भएन भने हाइफामा चाहिँ केही धनजनको क्षति भएको छ। यो देशमा हरेक वर्ष बमबारी भइ नै रह्यो, जुन बमबारी चाहिँ प्यालेस्टिन गाजाबाट चाहिँ हमासले अनि लेबननबाट चाहिँ हिजबुल्लाले र यमनबाट चाहिँ हुतीले आक्रमण गरि नै राखेको हुन्थ्यो। जहिले नि बम आइरहेको हुन्थ्यो, तर सबै बमहरू माथि नै ब्लास्ट हुन्थ्यो। त्यो बम हान्नका लागि पनि सधैँ इरानले यिनीहरूलाई चाहिँ प्रयोग गरिरहेको हुन्थ्यो। इरानले बम दिएर यिनीहरूलाई हान्न लगाएको हुन्थ्यो। तर अहिले चाहिँ 2 वर्षदेखि इजरायल युद्धमा छ र 2 वर्षसम्ममा यी सबै वरिपरिका यी आतंकवादी सङ्गठनहरू थिए, जस्तै हिजबुल्ला भयो, हमास भयो अनि हुती भयो, यिनीहरू सबैलाई सखाप बनाएको छ। माथिका लिडरहरू जति खोजी सखाप बनाएर अब चाहिँ यसको मेन नाइके अथवा चाहिँ त्यसको अखडा भनेको चाहिँ इरान हो भनेर इरानमा इजरायलले आक्रमण सुरु गरेको छ र अहिलेसम्ममा इरानमा चाहिँ निकै ठुलो नै क्षति पुर्याइसकेको छ। अब बिस्तारै यो युद्ध बढ्दै गयो भने इरानलाई इजरायलले अर्को गाँजा बनाउने छ। अनि मलाई चाहिँ यो इजरायलको लामो बसाइमा के लाग्छ भने सधैँ इरानले यति यो देशमा आक्रमण गर्नका लागि पैसा खर्च गरिरहेको छ कि हजार चाहिँ बमहरू चाहिँ यहाँ बर्साइरहेको छ, तर माथि नै फुटाएर तल झरेर केही पनि क्षति गर्न दिएको छैन। यति पैसा चाहिँ त्यो देशमा शिक्षामा अथवा चाहिँ हरेक कुरामा लगानी गर्ने हो भने त्यो देश चाहिँ विश्वकै समृद्ध हुन्थ्यो होला भने जस्तो मलाई लाग्छ। के का लागि यति साह्रो झगडा गर्छन् होला है। अनि मलाई चाहिँ पर्सनल रूपमा भन्नु पर्दाखेरि इजरायलीहरू एकदम मजाका पनि लाग्छ। अब यहाँ लामो समयसम्म काम गरियो हैन, यहाँका मान्छेहरू एकदम हेल्पफुल हुन्छन्। तर वरिपरि अरबी देशहरू भएकाले गर्दा अरबीहरूको चाहिँ आँखाको तारो बनेका छन् यिनीहरू, नत्र भने इजरायलीहरू चाहिँ एकदम हेल्पफुल हुन्छन्। किन एकले अर्काको अस्तित्व समाप्त पार्नका लागि चाहन्छन् है मान्छेहरू। हेर्नुहोस् त कत्रा चाहिँ बम बारी भएका छन्। कामना गरौँ यो युद्ध चाँडै अन्त्य होस् र कोही मान्छे पनि अकालमा मर्नु नपरोस्।